अघिको भिडियोमा हामीले सिम्पल इन्टरप्टेड सुचरको बारेमा पढ्यौँ। अब अर्को भनेको इन्टरप्टेड सुचरकै अर्को पार्ट द्याट इज भर्टिकल सुचरिङ हेर्नु पर्यो। अब त्यसमा फार नियर टेक्निक भनेर हुन्छ। त्यसको लागि बाइट सबैभन्दा पहिला फारमा लिनु पर्यो, टाढाबाट बाइट लिनु पर्यो, 90 डिग्रीमै टाढाबाट बाइट लियो अनि त्यसपछि अर्कोतिर पनि टाढैबाट निकाल्नु पर्यो। त्यसको लागि दुईचोटिमा म जान्छु, एकचोटि अब यताबाट यति गऱ्यो, त्यसपछि अर्कोचोटि पनि गरौँ ल। अब यो मैले हेर्नुहोस् यहाँ मैले टाढाबाट लिएछु। अब यहाँ टाढा लिएँ, यता पनि अब अलिक टाढैबाट निकाल्छु, त्यसपछि नजिक गर्नु पर्यो। यता पनि टाढै हामीले निकाल्छौँ। हेर्नुहोस् अब यो टाढा अलि निस्क्यो। अब हामीले फार गऱ्यौँ। अब यसलाई अब फेरि नियर गर्नु पर्यो। त्यसको लागि अब यहाँ टाढा आयो, अब यता यही नजिकबाट यताबाट बाइट लिनु पर्यो अनि यतातिर निकाल्नु पर्यो। त्यसको लागि यता नजिक मैले लिएँ, यताबाट निकाल्ने बेलामा पनि म नजिकै निकाल्छु र एउटै लाइनमा चारवटै बाइट एउटै लाइनमा हुनु पर्यो। परपेन्डिकुलर टु द उन्ड परपेन्डिकुलर टु द उन्ड हुनु पर्यो। अनि पछि अब यति गरिसकेपछि अब अघि जस्तै हामीले अब नट टाइम त्यही अघिकै प्रोसेस, सर्जन्स नट अनि त्यसपछि सिम्पल्स नट गर्नु पर्यो। हेर्दै लिन्छु। यो भयो हाम्रो भर्टिकल सुचरिङ। अब यहाँ हामीले के हेर्न सक्छौँ भन्दाखेरि हाम्रो उन्डको डिरेक्सन यो लाइनमा छ भने हाम्रो जुन सुचरिङ गरेछौँ त्यसको डिरेक्सन यसरी छ। त्यही भएर अब यो उन्डको डिरेक्सन हेर्ने भने यो त्यसको भर्टिकली छ, त्यही भएर यसलाई भर्टिकल सुचर भन्छ। Thank you.